हेलो गुड मर्निङ म हो सुनिता अनि म चाहिँ एक्लै गुवाहाटीमा बस्छु अनि म चाहिँ ब्युटिसियन हो अनि म सेलुनमा काम गर्छु अनि बिहानै उठेँ अब ड्युटी जानु त छ अनि पानी खाएँ मुख धोएर अनि अब सब्जी त पकाउनु पर्यो अनि हिजो चाहिँ मैले राति नै चिकन लिएर आएको थिएँ अनि चिकन बनाउनु पर्यो भनेर फ्रिजमा डिप फ्रिजमा राखेको थिएँ अनि धुँदैछु हेर्नु न मेरो चाहिँ स्ट्यान्ड पनि छैन के त्यही भएर कस्तो फोन राख्न नि कस्तो अप्ठ्यारो हुन्छ अनि म चाहिँ प्याज टमेटो अनि प्याज पनि आज चाहिँ खत्तमै भएछ एउटा पिस रहेछ रुमहरू पनि सनाक पारेँ अनि पकाउनलाई आलु एउटा अनि प्याज अलिकति एउटा थियो अनि टमाटर सबै गरेर रेडी गरेर पकाउन पनि सुरु गरेँ मैले अनि अब हेर्नु न कस्तो लाग्छ नि कहिले कहिले त प्याज पनि कम्ती रहेछ याद पनि भएन अनि यस्तै पनि पकाउनु पर्यो अब ड्युटी त जानु छ बिहानै उठेर भनेर बनाउँदैछु अनि हजुरहरू को एक्लै बस्नुहुन्छ एक्लै बस्दा कस्तो हुन्छ नभन्नु न 8:30-9 बजी उठो अनि खाना बनाइहालौ सुरुक्कै उठेर त्यही छ नि हौ ड्युटीबाट गलेर आउँदा लेट हुन्छ राति आउँदा अनि सुत्नु नि पर्यो एकछिन फोन पनि हेर्नै पर्यो त्यही भएर अनि म चाहिँ पकाउन पनि सुरु गरेँ अनि पाक्दैछ पनि हेर्न सक्नुहुन्छ अनि हजुरहरूलाई मैले चाहिँ अब स्ट्यान्ड पनि थिएन अनि मेरो चाहिँ किचन सानो छ अब एकजनाको कस्तो हुन्छ नि ठुलो त हुँदैन नि त त्यहाँ परै राखेँ मैले चाहिँ म पनि देखिनँ अब के गर्नु म चाहिँ अनि के बनाउँदैछु अनि खोर्सानीहरू पनि काट्दैछु नि त खोर्सानी चाहिँ हाल्नु बिर्सेको रहेछ नि काँक्रो चाहिँ एउटा थियो अनि त्यो चाहिँ म चाहिँ खानु पर्यो त्यतिकै तातो पानीसँग भन्दै सोचेको अनि भोक पनि लागेको छ राति चाहिँ मैले डिनर गरेको थिइनँ नि त किनकि अलिक मोटी पनि हुँदैछु अनि अलिक डाइट पनि गर्नु पर्यो भनेर नि त अनि यो काँक्रो चाहिँ त्यतिकै खानु पर्यो अहिले भन्दै सोच्दैछु अनि हजुरहरू पनि त्यस्तै खानुहुन्छ कि खानुहुन्न काँक्रो चाहिँ मलाई चाहिँ बिहानै काँक्रो खान चाहिँ साह्रो मिठो लाग्छ क्या अनि काँक्रो चाहिँ कुकुम्बर चाहिँ मेरो फेभरेटै हो भन्दा नि हुन्छ यता भात पनि पाक्दैछ यतापट्टि अनि सब्जी पनि यता पाक्दैछ भात त पाकिसक्यो अनि सब्जी चाहिँ बनाउँदैछु अनि ड्युटी जान पनि देरी हुन्छ भनेर सोच्दैछु अनि के गर्नु भनेर सोच्दैछु अनि हेर्नु न मेरो मासु चाहिँ मैले हल्दी सल्दी नहाली तेलमा मात्रै फ्राई गर्दैछु अहिले चाहिँ अनि एकछिनमा हल्दी हालेर प्याज र जिरा पड्काएर अनि प्याज पकाएर अनि मासु हालेको अनि हर्दी नुन केही हालेको छैन टमेटो नि हालेको छैन अब हाल्नु पर्यो अनि मेरो चाहिँ नि सब्जीहरू पनि पाकेर अलिकति खाएर पनि जानु पर्यो भोक लागे जस्तो छ भन्दै खाँदैछु है म चाहिँ अनि म चाहिँ मासु र अनि खाना अलिकति हालेर खाँदैछु अनि खाइ पनि सकेँ अनि ड्युटी पुगेको चिया पनि खिलाएँ अफिसमा अनि हेर्न फेरि के भयो भने नि त सरले चाहिँ औतो लिएर आएछ के अरे खसीको मासु नि त नेपाली खसीको बिहानै अनि कोही मान्छे सरकामा आउने रहेछ अनि हामी स्टाफको लागि पनि ल्याइदिएछ अनि भनौँ कि सरले तेरो रुम नजिक पनि छ तेरो रुममा बना भनौँ अनि म चाहिँ ड्युटीतिर हेर्नु न म चाहिँ लुङ्गी बेरेर बसेको छु मेरो लम्पेनमा गन्ध लाग्छ भन्दै अनि प्याजहरू काट्दैछु गर्मी यस्तो पसिना मेरो अनुहारमा हेर्नु न अनि आज चाहिँ म खसीको मासु बनाउन आँटेको अनि प्याज पनि अलिक धेरै हालेर बनाउनु पर्यो भनेर म चाहिँ लसुन खान्न नि त अनि प्याज र अनि अदुवा मात्रै हालेर बनाउनु पर्यो अनि अलिक धेरै प्याज हालेन भने चाहिँ कस्तो हुन्छ नि त त्यही भएर अनि म चाहिँ बनाउँदैछु दिउँसो यो चाहिँ 11:30 जस्तै भयो म चाहिँ खाएर टिफिन पनि लिएर गएको थिएँ अनि फेरि खसीको मासु कसले छोड्छ के होइन भनौँ न अनि त्यो पनि नेपालीको यहाँ नभए त बजारको त मलाई खानै मन लाग्दैन नि त त्यो छाला पुरा निकालेको हुन्छ क्या अनि पाटी हो कि बोको हो कि सानो पाठो हो कि के बुझिँदैन त्यही भएर म चाहिँ खान्न अनि सरले चाहिँ उहाँ नेपाली गाउँ छ नि त खानापाडा भन्ने जग्गामा अनि त्यहाँ किन लिएर आएछ उसको घरमा लगेछ अनि हामीलाई पनि 1 केजी आधी जस्तै धेरै दिएको थियो अनि ठुल्ठुला चाना गरेर अनि पछि नि बनाउन आएँ अब मेरो रुममा अरूलाई पठाउन नि भएन म आफै आएँ बनाउन नि बनाएर लिएर जान्छु भनेर सबैको लागिले अनि मैले चाहिँ खाना नि अघि बिठाएँ अनि आलु फ्राई थियो अनि दाल बनाएँ अनि आलु अलिअलि भुजिया गरेँ अनि अब खसीको मासु चाहिँ बनाउन आँटेको खाना चाहिँ अघि सिटी लगाएँ किनकि कराही चाहिँ मेरो सानो छ नि त अनि कुकरमै बनाउनुपर्छ नि खाना बनाएर एउटा भाँडामा खन्याएँ अनि खन्नाएर अनि उतो के अरे कुकरमै फेरि मासु बनाउनु पर्यो नि त कराही चाहिँ मेरो सानो छ नि त फेरि अब एक्लोलाई के को ठुलो किन्नु भनेर अनि खसीको मासु हेर्न बोसो रहेछ अनि धुँदैछु म चाहिँ 2-3 खेप गरेर धोएको हेर्नु तेल कस्तो निस्केको छ नि त नेपाली खसी मासु त कति बोसो हुन्छ हजुरहरूलाई पनि थाहा नै छ त अनि हेर्नु बोटगाउँ कति बोसो निकालेको छु अघि मैले चाहिँ अनि मजाले मासु चाहिँ दामी थियो है ठुलो थियो अरे नि त खसी चाहिँ त्यही भएर अनि सरले थुप्रै 10 केजी जस्तै ल्याएको रहेछ उता उसको घर उसको रिलेटिभहरू
कत्रा हामीलाई पनि अब त्यतिकै अन्जनमा निकालेर दिएको छु 10 केजी र थुप्रै दिएको थियो के हेर्नु न थुप्रै 1 केजी भन्दा ज्यादा थियो के कस्तो पहिलो अनि मैले नि हल्दी र नुन हालेर मिसिदिएँ मजाले किनकि नुन पनि मजाले लाग्छ भनेर अनि नभन्न यो पखाल्न यस्तो साह्रो पर्यो नि बुत्लाहरू एउटा थियो कि त्यही भएर अनि प्याज पनि हेर्नु काटेँ अदुवा पनि कुट्नु आँटेको छु म चाहिँ अनि उतो गरेर राखेको छु अघि दालहरू चाहिँ पाकेर उतापट्टि छ अनि बनाउनु त पर्यो अब कस्तो हुन्छ कति दिन नबनाएको नि खसीको मासु नखाएको कति हुन्छ नि अनि यहाँ चाहिँ म चाहिँ प्याज पकाउँदैछु मेरो हेर्नु कुकर पनि कति सानो छ कति टाइट कति साह्रो पर्छ नि अनि मासु पनि हालेँ हेर्नु न कति पानी निस्केको कति ट्याप्पै भएको थियो कि चलाउँदै हेर्नु न भरे त कति कम पो भयो अनि कुकरमा सिटी नलगाइसँग म चाहिँ भुट्दै गरेको त्यसकै पानी पनि निस्क्यो अनि बोसो पनि हाल्दैको छु म चाहिँ अब तेल पनि कम्ती हालेर बनाएको नि त कति बस्ने अनि हेर्नु न मासु चाहिँ अनि भरे चाहिँ यस्तो भयो है मसलाहरू हालेपछि हेर्नु खाम लाग्यो कि लागेन हजुरहरूलाई खाम लाग्यो कि लागेन भन्नु न कस्तो मजाले बनाइदिएँ क्या मैले पनि लु त भनेर अब बनाउनु त पर्यो हो कि होइन अनि मैले पनि बनाइदिइहालेँ अनि खसीको मासु अनि म चाहिँ खाएर चाहिँ आइजु भनेको चाहिँ सरले चाहिँ त म हामीलाई चाहिँ ल्याइदियो भने नि यहाँ चाहिँ मैले बनाएँ मलाई चाहिँ दाल साल आलु भुजिया केही खान मन लागेन खसीको मासु हुँदा किन छोड्नु नि हेर्नु न कस्तो नरम भएर पाकेको थियो कि कस्तो मिठो भएको थियो अनि मैले चाहिँ उहाँ लगिदिएँ पार्लरमा अनि सबैजनाले खाएँ पनि अनि खाएर उब्रेको थियो अलिकति अनि यहाँनिर बाहिर एउटा बिरालो बसिरहेको रहेछ केट अनि उसको माया लाग्यो अनि उसलाई पनि दिएको नि त मैले चाहिँ अनि हेर्न खाम कि नखाम भने यता जान्छ उता जान्छ त्यो मलाई देखेर होला अनि मेरो चाहिँ आजको यति नै हो बाई बाई एभ्रिवान।